ल अब चाहिँ हामी सिक्न गइरहेको छौँ हामी एउटा हुकर प्लेयरलाई चाहिँ कसरी हामी टप रोलमा फसाउन सक्छौँ। जस्तै यहाँ हेर्न सक्नुहुन्छ उहाँ चाहिँ उनी एउटा हुकर प्लेयर, यत्रो ठुलो हात पनि यहाँ हेर्नु यति ठुलो हात छ, मेरो हात त अब एकदम सानो छ होइन। उहाँले हुक मलाई हान्नुहुन्छ, हेर्नु कसरी हान्न सक्नुहुन्छ उहाँले। ल अब यहाँ हेर्नु उहाँले हेर्नु यसरी मलाई हान्नुहुन्छ है, अलि अझै भित्र लिएर हान्नु त। पुरै ओभर पावर, हात पनि ठुलो, साइज पनि ठुलो। अब यस्तो ठुलो जाइन्ट हातको प्लेयर छ होइन, म उहाँलाई कसरी मैले टप रोल हान्न सक्छु होला। यहाँ स्टेप बाई स्टेप हेर्नु है। टप रोल हान्नको लागि सबभन्दा पहिला चाहिँ हामीले आफ्नो स्ट्यान्स मिलाउनु पर्यो। देब्रे गेम हो यो, देब्रे खुट्टा अगाडि हुन्छ अनि हात हाम्रो जहिले पनि यो हात हाम्रो सिधा हुन्छ, पुरै सिधा होइन अलिकति यस्तो सिधा हुन्छ अलमोस्ट। अनि त्यसपछि हाम्रो ग्रिपिङ हुन्छ। ग्रिपिङ भएपछि अब हामीले आफ्नो थम्स डाउन गर्ने। थम्स चाहिँ हामीले अलिकता सकेसम्म हाइट, यसमा चाहिँ टप रोलको गेम हो, यसमा चाहिँ हामीले अपोनेन्टभन्दा अलिक हाइट लिने ट्राई गर्नुपर्छ। ग्रिपिङमा अलिकता हाइट लिने ट्राई गर्ने, यो तपाईँले पनि ट्राई गर्नुपर्छ आफैले। सो मैले हाइट लिँदाखेरि मैले आफ्नो याद गर्नु पऱ्यो, मैले आफ्नो थम्बलाई चाहिँ सकेसम्म हाई राख्नु पऱ्यो। मलाई एउटा फिल पनि हुनु पऱ्यो थम्ब मेरो हाइटमा छ अलिकता। अनि थम्ब मैले हाइटमा लिएपछि अपोनेन्टले मेरो ग्रिप लिन्छ यसरी हात सिधा, अनि त्यसपछि म ग्रिप लिन्छु। मैले ग्रिपलाई आफ्नो नक्कललाई यसरी लक गर्नुपर्छ। यो टप रोलको ग्रिपमा चाहिँ स्पेसली यो वाला चिज राम्रो हुन्छ। कतिले अब यसरी लिन्छ होइन, यो अलिक हुकमा चाहिँ राम्रो हुन्छ, तर टप रोल लिँदाखेरि हामीले अपोनेन्टको यो जो थम्ब छ नि, यो थम्बलाई चाहिँ खोल्नु दिनु भएन क्या। यो थम्बलाई हामीले जबसम्म समातेको छु नि, स्लिप यसरी जस्तो कि मान्नु होइन, स्लिप भएको छैन, स्लिप हुँदा पनि हामीले अपोनेन्टलाई यसरी पिन गर्न सक्छौँ क्या। सो यो चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट चिज हो हामीले टप रोल हान्ने बेला। यसलाई चाहिँ हामीले छोड्नु नै हुँदैन, यसरी समात्नु नै पर्छ। सो अब जसरी हामीले ग्रिप लियौँ अनि उहाँले पनि ग्रिप लिनुभयो, मैले पनि ग्रिप लिएँ, अब मैले यो ग्रिप लिएँ। अब यसपछि के हुन्छ हेर्दै जानु। ल गो भन्नु, गो। अब हेर्नु पावर लाउँछु तपाईँ, पावर लाउनु। ल मेरो अब यहाँ हेर्न सक्नुहुन्छ प्रोनेसन एङ्गल, यहाँदेखिको यहाँ कनेक्सन र मेरो बाइसेप ल्याट्स मेरो A to Z एक्टिभ छ। अनि अब मैले यहाँबाट आफ्नो ब्याक प्रेसर युज गर्छु। अहिलेसम्म मैले आफ्नो ल्याट्स बाइसेप युज गर्छु, अब म ब्याक प्रेसर युज गर्छु। ब्याक प्रेसर युज गरी इजी। हामीले टप रोल लिँदा स्ट्यान्स त तपाईँले हेर्न सक्नुभयो होला है। एट द एन्ड हामी यही भन्न चाहन्छौँ कि प्रोनेसन, ब्याक प्रेसर, ल्याट्स र लिटल बिट कप, यो 3-4 चिजमा हामीले एकदम फोकस गर्नु पर्यो। अनि त्यसपछि हामीले कुनै पनि हुकर्सलाई टप रोल हान्न सक्छौँ। सो यति नै आजको भिडियोमा आयो। भिडियो मन पर्यो हस्त धन्यवाद, बाई।